तेरा चाहिँ पुरै के कस्तो राम्रो के कति शान्त मन कति शान्त होला जस्तो वातावरण है। पछि ड्युटीबाट फर्किँदाखेरि टक्कै यहाँनिर यसो चाँडै ड्युटी सक्यो नि त, सो रुममा पनि चाँडै गएर एक्लै बस्नुपर्छ नि त। त्यही भएर म चाहिँ हिँडेँ आज यो भर्याङ अस्तिदेखि देखिरहेको थियो त्यो पार्कमा जानुपर्छ भनेर। अनि अब बुढोको बेलुका जहिले ढिलासम्म काम हुन्छ नि त, अनि त्यही भएर आज चाहिँ एक्लै भयो नि हिँड्नु पऱ्यो, कस्तो रहेछ ठाउँ हेर्नु पऱ्यो भनेर उकालो चढिरहेको छु। अनि यहाँबाट चाहिँ ठ्याक्कै म हिजोतिर हिँडिराख्ने रुममा जाने हिँड्ने बाटोमै पुग्दो रहेछ कि। अनि यहाँ त मान्छेहरू रहेछ, मलाई त कस्तो लाज पो लागेर आउँछ फेरि। अनि यार म फर्केँ, मलाई त डर लाग्यो। कहीँ दूर चली माथिको बाटोबाट हिँडेको थिएँ कि, अनि मलाई चाहिँ यस्तो डर लाग्यो क्या एक्लै। अनि त्यहाँतिर अरू मान्छेहरू बसिरहेको रहेछ, सो अब आफू एक्लै के हिँडिराख्नु मान्छेहरू धेरै भएको ठाउँमा भनेर फेरि म चाहिँ फर्केर आएँ। यो चाहिँ ठ्याक्कै हिजोतिर म यो रोडको छेउबाट चाहिँ म रुममा जाने के हिँडेर जाने बाटो हो। अनि आज चाहिँ अब यस्तो ठ्याक्क देखिरहेको थियो नि त, ल हेर कस्तो राम्रो पार्क, यो पार्कहरू हेर्दै जाउँ न त। अनि यार अब बुढोलाई लिएर आउनुपर्छ एक दिन, अस्तिदेखि बुढोलाई जानुपर्छ हामी त्यो माथि पार्कको। मतलब कस्तो राम्रो क्या, अलि डेकोरेसनहरू भएको, अनि अलि शान्त भित्री रोड हो नि त। मेन रोड चाहिँ यता, हाइवे चाहिँ यता भयो। अनि चाहिँ यस्तो पार्कहरू जस्तो रहेछ डेकोरेसनवाला, कस्तो राम्रो रहेछ क्या। अब के गर्नु, बिस्तारै बिस्तारै हिँड्दै जाने हो। रुममा गए पनि एक्लै बस्नुपर्छ है।